हेलो साथीभाइ, मिरमिरेमा भाले बासेको भने जस्तै मिरमिरे उज्यालो हुँदैछ साथीभाइ। म चाहिँ ड्युटी जाँदैछु है। अनि मलाई एकजना हिजो अस्ति एउटा भिडियो हालेको थियो क्या, त्यो भिडियोमा एकजना साथीले कमेन्ट गर्नुभएको थियो क्या, आहा मौज छ है, विदेश गएर मौज गरेका छौ अनि भाग्य भएकाहरू मौज गर्छन् भनेर कमेन्ट गर्नुभएको थियो के। हेर्नुहोस् यो भिडियो उहाँको लागि होइन। हेर्नुहोस्, जिम्मेवारीले थिचेर अनि जिम्मेवारीको ठुलो भारी बोकेर परदेश छिरेको छोरा कहिले मौज गर्दैन। उसले आफ्नो परिवारको ख्याल राख्छ, आफ्नो जिम्मेवारीको ख्याल राख्छ अनि आफ्नो परिस्थितिको ख्याल राख्छ। त्यसैले साथीभाइहरूलाई म के भन्न चाहन्छु भने हामीले केही मौज गरेको छैन है। अनि अलिअलि यो फेसबुकमा रमाइलो भिडियोहरू 2-4वटा फोटो हाल्दैमा मौज गरेको हुँदैन है साथीभाइ। त्यही भएर हजुरहरू त्यस्तो नसोच्नु होला। अनि त्यस्तो छैन हाम्रो जिन्दगी। हेर्नुहोस् कति साह्रै जाडो छ यहाँ, जाडोमा अनि थुरी कामदै ड्युटी कुद्नुपर्छ। अनि ड्युटी नगए यहाँ अनि बेलुकाखेरि लात खाइन्छ। तेरो बाउको घर हो र, तेरो आमाको घर हो र, तेरो माइती घर हो र, तेरो मामली आएको छस् त, त्यस्ता वचनहरू सुन्नुपर्छ हो साथीभाइहरू। त्यसैले हजुरहरूले सोचे जस्तो छैन हामी परदेशीहरूको जिन्दगी, अलि भिन्नै छ है साथीभाइ। अनि कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्नु होला। मलाई फलो गर्नुभएको छैन भने फलो गर्नु होला। यो परदेशीलाई माया गरिदिनुहोस् है सबैजनाले। अनि परदेशी भनेर हेला नगर्नुहोस्, खाडीवाला भनेर हेला नगर्नुहोस् है त साथीभाइ। हस्, जय नेपाल, जय देश।